We want Gorkhaland. We need Gorkhaland. हामीलाई आफ्नो गोर्खाल्यान्ड चाहिन्छ. Our want Gorkhaland. We दर्शकबिन अहिले हामी उपस्थित भएछौँ दिल्लीको जन्तर मन्तरमा, जहाँ चाहिँ विभिन्न राज्यबाट आएका जो दुखिया हुन्छ, पीडित हुन्छ, जसले आफ्नो भावनाहरू सरकारसम्म पुर्याउने प्रयास गर्नुहुन्छ, त्यो जग्गा चाहिँ हामी जन्तर मन्तरमा अहिले यहाँ उपस्थित भएको छु। र हजुरहरूले हिजो देख्नुभएको थियो सुदेशना छेत्री, सुदेशिया छेत्री, जो चाहिँ हाम्रो मात्रै नभएर विभिन्न न्युज च्यानलहरूमा धेरै नै भाइरल हुनुभएको थियो है। आफ्नो गोर्खाल्यान्डको माग यति सानो उमेरमै यस मञ्चबाट राखेर उहाँ धेरै भाइरल हुनुभएको थियो। र उहाँसँग आज हामी अन्तर्वार्ता गर्न गइरहेछौँ। र सुदेशना छेत्री, सुदेशिया छेत्रीलाई हाम्रो लगातारमा स्वागत छ। नमस्कार, मेरो नाम सुदेशिया छेत्री हो। म कालिम्पोङबाटै आएको अनि मेरो बाबाको काम दिल्लीमै छ, त्यसैले म दिल्लीमै पढ्दैछु। अनि मलाई गोर्खाल्यान्ड यसैले चाहिन्छ किनकि सबैले हामीलाई भन्छ कि तपाईँ नेपालबाट हो, तपाईँले नेपालबाट हो, त हाम्रो बहुत मन दुख्छ। त्यसकै लागि हामीलाई आफ्नो आइडेन्टिटी चाहिन्छ र हामीलाई आफ्नो गोर्खाल्यान्ड चाहिन्छ। तो प्लीज श्री नरेंद्र मोदी जी हमें अपना आइडेंटिटी हमें आप दे दीजिए, प्लीज हमें गोर्खाल्यान्ड दे दीजिए प्लीज। तपाईँ यहाँ जन्तर मन्तरमा हुनुहुन्छ नि है? यहाँबाट स्कुल छुट्टी छ अहिले? स्कुल छुट्टी छैन, मैले आज छुट्टी लिएको छु। आज छुट्टी लिनुभएको छ। र तपाईँ कति वर्ष पुग्नुभयो? म 8 वर्ष। र घर चाहिँ कहाँनिर हो तपाईँको घर चाहिँ? मेरो घर हो ओल्ड पोस्ट अफिस कालिम्पोङ होइन, दिल्लीको चाहिँ? कालिम्पोङको चाहिँ? कालिम्पोङको त दार्जिलिङको पासमा कालिम्पोङमै हो। आज तपाईँ जन्तर मन्तर आउनु भएको छ नि, कोसँग आउनु भएको छ हजुर? मेरो आमा, मेरो बाबा, आमै अनि परिवारै आउनु भएको छ। र यहाँ आएर कस्तो लाग्दैछ तपाईँलाई? यहाँ जति पनि भेला हुनुभएको छ नि, कसरी गोर्खाल्यान्ड मागिरहेको छ जस्तो लाग्दैछ तपाईँलाई? खुसी लाग्दैछ? खुसी लाग्छ। यस्तो प्रोग्रामहरू तपाईँ ठुलो हुँदाखेरि भयो भने तपाईँ फेरि आउनुहुन्छ? र गोर्खाल्यान्ड नहुँदाखेरि तपाईँलाई यहाँको मानिसहरूले के भन्छ? नेपालको हो भनेर भन्छ कि के भन्छ? हामीलाई नेपालकै भन्छ। नेपालकै भन्छ। तपाईँको आधार कार्ड पनि छ, बर्थ सर्टिफिकेट पनि छ है, स्कुल पनि यहाँ इन्डियामै पढ्नु हुँदैछ र पनि नेपालकै भन्छ। र दर्शकबिन हाम्रो नानीको बाबा पनि हामी साथमा हुनुहुन्छ है। हजुरको छोरीलाई पनि हजुरले यहाँनिर लिएर आउनु भएको छ है, के भन्न चाहनुहुन्छ हजुर? एकदमै सबैलाई जय गोर्खा। आज शहीद दिवसको दिन म मेरो नानीलाई लिएर आएको छु। किन भन्दाखेरि आइडेन्टिटी यिनीहरूकै हो होइन, हाम्रो एउटा मान छ। किन भन्दाखेरि हामीलाई यता हिन्दुस्तानमा भएर पनि हामीलाई एज अ तिमीहरू नेपालको होइन, हाम्रो आइडेन्टिटी तिनीहरू सबैजनालाई आइडेन्टिटी, हाम्रो एउटा आइडेन्टिटीको लागि हामीले कतिवटा कुरो भोग्नुपर्छ। कतिजनालाई यस्तो पनि छ, आजभन्दा 5 वर्ष अगाडितिर त यस्तो पनि थियो, कतिजनालाई यो पनि थाहा छैन कि दार्जिलिङ एउटा इन्डियाको भाग हो होइन। त्यो कुरो बहुत दुःखको कुरो होइन। म यो सोच मैले पुरा वर्ल्ड टुर गरेँ होइन, मैले 2टा पिएमसँग काम गरिसकेँ होइन, 2008मा मनमोहनजीसँग होइन, अहिले मेक इन इन्डियाको ओपनिङ होइन। तर पनि मान्छेले आफ्नो आइडेन्टिटी क्या तिमीहरू कहाँको हो भनेर भन्दाखेरि आफूलाई दुःख लाग्छ क्या, हामी पनि एउटा भारतको हिस्सा हो होइन। त्यसले गर्दाखेरि नै हामीलाई यो माग चाहिँ क्या, यो माग चाहिँ चाहिन्छ, हाम्रो आइडेन्टिटी आउँदो गरेको फ्युचरहरूलाई चाहिँ यो माग चाहिन्छ। अनि सबैले हजुरले आफ्नो भोगेको पीडाहरू सबै आफ्नो छोरीलाई पनि बताउनु भइरहेछ, हामीलाई यस्तो गर्छ भारतमा। बिल्कुल अरू यिनीहरूले पनि फेस गर्छ, किनभने हाम्रो पनि सानो बडे दोकान छ होइन, त्यस्तै मान्छेहरूले गर्छ। अन्त त्यसले गर्दाखेरि यो पीडाहरू यिनीहरूले पनि बुझ्नुहोस्, कतिजनाले एक्सप्लेन गर्नु भयङ्कर इम्पोर्टेन्ट हो नानीहरूलाई होइन, नानीहरूलाई बताउनु इम्पोर्टेन्ट हो होइन। किन भन्दाखेरि हामी पनि यहीँ हिस्सा हो नि त। यो नानीहरू यतै जन्मेको, यो नानीहरू 2018को, हामीहरू म 86 को होइन। अन्त पछाडि दाजुले अघि किशोर दाजुले भन्नुभयो 98 देखिको उहाँ आउनु भएको, त्यस्तो कति पिँढीहरूले भोग्दै आएको। अन्त यो चाहिँ अब हामी इकट्ठा भएर निस्केर यो आवाज बन्यो भने होइन, आवाज बन्यो भने सायद त के हामी आखिरी साँझसम्म लड्ने हिम्मत राखौँ न।
हुन्छ भनेर एउटा आश छ, नानीहरूलाई बुझौँ। धेरै नै नानीको बाबाहरूले है यस्तो राजनीतिमा नपर्नु, त्यस्तो जग्गातिर नजानु भनेर आफ्नो नानीहरूलाई बताइरहेको हुनुहुन्छ नि। तपाईँ त तपाईँ त स्वयं नै परिवारलाई लिएर आउनु भएको छ नि, तपाईँलाई कसैमाथि डर या कुनै तनाव दबाबहरू छैन अन्त हजुरलाई? मलाई भएकै कुरा यो, मलाई कुनै पार्टी पोलिटिक्स मलाई भएकै कुरा होइन। म आफ्नो जीविका आफ्नै काम गरेर होइन, आज पनि जस्तो मर्निङमा क्लास गरेर यसको स्कुल छुट्टी गराएर होइन, हाम्रो पहिचान हो भनेर बोल्नु यता लिएर आएर होइन, मलाई पोलिटिक्स पार्टी पोलिटिक्समा त्यस्तो होइन। तर हाम्रो मान्छेहरू यत्रो टाढोबाट हेर्नुहोस् न, हामी त दिल्ली बस्दैछौँ, तपाईँहरू यत्रो टाढोबाट भएर आइरहनु भएको छ कि हामी त्यति खट्नु सक्दैनौँ, त्यति आउनु सक्दैनौँ, अगाडि निस्किनु सक्दैनौँ। हामी परिवार त के, म, मेरो बुढी, मेरो नानी, मेरो आमा, हामी सबैको पहिचान हो, हामी सबैको आइडेन्टिटी हो यो। आज मैले मात्रै पाउँदिनँ नि त, मेरो नानीले मात्रै पाउँदैन, मेरो आमाको पनि पहिचान हो, मेरो बुढीको पनि पहिचान हो। हामी आजको दिनमा सबैजना ओह्रिनुपर्छ, सबैजना निस्किनुपर्छ होइन। बुढी नानी चाहे त्यो गाउँमै खाली भएर चाहिँ हामी अगाडि आउनुपर्छ नि त, हामी सबैजना अगाडि आउनुपर्छ। दर्शक कतिजना हाम्रो दर्शकले कतिजनाले सुन्नु भएको छ, नानीले नारा लाउनु भयो र यो जन्तर मन्तरमा आफ्नो मागलाई विश्वमा सुनाउने प्रयास गर्नुभएको थियो। उही नारा आज फेरि नानीले लाउनु हुनेछ। नानी हिजो जस्तै नारा लगाइदिनुहोस् त। र हाम्रो नानी एउटा नानी मात्रै नभएर हजारौँ विश्वभरि छरेर बस्नु भएको गोर्खाहरूको लागि एउटा प्रेरणा बनेको छ। र अन्तमा फेरि नानीलाई म एकपल्ट बिस्तारै नारा लगाइदिनुहोस् त। यो आवाज चाहिँ हाम्रो देशको प्रधानमन्त्री मात्र नभएर सांसद, एमएलए, एमपी सबैले सुनिदिनुपर्छ। यो एउटा नानीको मात्र आवाज होइन, भारतमा बस्नुहुने सम्पूर्ण गोर्खाको आवाज हो भन्दै हामी हजुरबाट बिदा लिन चाहन्छौँ। हेर्दै गर्नुहोस् ल लगट टाइम्स। जय गोर्खा।